गुड इभिनिङ सबैजनालाई हैन। अब चाहिँ अहिले चाहिँ कति भइसक्यो भने बेलुकाको 5 भइसक्यो हैन। अब चाहिँ पानी रह्यो हाम्रोपट्टिको हैन। वेदरहरू देख सक्नुहुन्छ होला, अलिकति भए पनि खोल्यो हैन, पानी चाहिँ रह्यो। अब चाहिँ म चाहिँ रन गएको हैन। आज चाहिँ म कति कुद्छु भने चाहिँ 20 किलोमिटर कुद्छु, किनकि आफ्टर लङ टाइम हो नि त। म चाहिँ घरमा चाहिँ निकै थन्केँ अलिक हैन, बिमार भएको एक्टिङ गर्दै के गर्दै हैन। अब चाहिँ कुद्नुपर्छ, किनकि अब कम्पिटिसन टप भइसक्यो नि त। यता हेऱ्यो उता हेऱ्यो, यत्रो यत्रो फुच्चा भाइहरू सानो कुद्ने भइसक्यो हैन। अब चाहिँ आफूलाई फिट राखेन भने चाहिँ केही न काम मैले अब यत्रो हार्डवर्क गर्दैछु हैन। 1 वर्ष 2 वर्ष हुन आँटिसक्यो हार्डवर्क गरेको, त्यही अब रिजल्टै केही देख्दैन क्या हो त, यत्रो मेहनत गरेँ हैन। त्यहीको लागि चाहिँ अब म चाहिँ एभ्रिडे अब 15-25हरू कुद्छु विकली। अब एप्रोक्स कति 100 किलोमिटर चाहिँ कभर गरौँ भन्ने सोच्छ हैन। आज चाहिँ 20 कुद्छु हैन। अब मन्डेदेखि चाहिँ म विकली च्यालेन्ज सोच्छु। अब आफूलाई राखेर हैन 100 किलोमिटर चाहिँ 1 विकमा कम्प्लिट गर्नुको लागि चाहिँ अब म टार्गेट राखेर कुद्छु हैन। मर्निङ इभिनिङ आफ्टरनुन अब जहिले टाइम निस्किन्छ टक्क गेटअप चेन्ज गर्यो लाग्दियो रनको लागि हैन। अब चाहिँ म रोडमा जाँदैछु हैन रन गर्नुको लागि। त्यही कारण तपाईँहरू पनि लास्टसम्म हेर्नुहोस् होला हैन, यसो सपोर्ट गरिदिनुहोस् होला तपाईँहरू पनि हैन। यसो सपोर्टहरू पायो भने चाहिँ मजा आइदिन्छ कुद्नु हैन, त्यस्तै छ हैन। अब चाहिँ म चाहिँ रोड जाँदैछु, तपाईँहरू अन्त देखाउनेछु। अब रनिङ स्टार्ट हुन्छ, त्यहाँदेखि चाहिँ बिचबिचमा कस्तो हुन्छ के देखाउँदैछु हैन। लास्टसम्म हेर्नु होला। चाहिँ पनि गरिसकेँ हैन। अब म चाहिँ यहीँदेखि रन गर्छु, रन स्टार्ट गर्छु, स्टारमा पनि हाल्छु हैन। त्यहाँदेखि चाहिँ लास्टमा रिजल्ट चाहिँ कसरी हुन्छ भने तपाईँहरूलाई म स्टारमा लास्टमा इन्डमा छोड्छु हैन। त्यही डेली रुटिन त्यही गर्छु आज चाहिँ। अब चाहिँ मेरो रन स्टार्ट हुन आयो। रन स्टार्ट भयो हैन। यहाँ डम्पिङबाट कहाँसम्म पुग्नुपर्छ, 10 किलोमिटर पुगेर चाहिँ रिटर्न हुनुपर्छ हैन। 2 किलोमिटर कम्प्लिट। रोड चाहिँ यस्तो चाहिँ उकालो, यहाँ चाहिँ टोटली अफ रोड छ, ज्यादा अफ रोड आउँदाखेरि डाउन रोड। कसम साह्रो पर्थ्यो, निकै दिन भयो कि प्र्याक्टिस नगरेको। यस्तो भिडहरू पनि छ, अन्त यस्तो भिडमा कुद्ने मान्छे पनि छ। देख्दा गरेको बुद्ध पार्कहरू हो हैन। यो उकालोको बाटो चाहिँ नि माथि पानीको मन जान्छ हैन। मस्ती यहाँबाट यही बाटो चाहिँ 3 किलोमिटर जस्तो गएको हैन। झन्डै बँदेलले खाएर मलाई सानो खेदे बँदेल पनि भागेन, म पनि भागेँ। यहाँ छेउमा चाहिँ हैन टोक्ने कुकुर छ कि डरसरी हुन्छ त्यहाँ चाहिँ। अहिले चाहिँ पानी रहेर बाख्रा पनि चढ्दै रहेछ। यो चौतारा हो हैन। मेरो चाहिँ 5 किलोमिटर पुगेँ हैन। अब 5 किलोमिटर छ, त्यहाँदेखि उकालो आउनुपर्छ 10 किलोमिटर। जाँदै गरेको बाटो चाहिँ डल्लै उकालो छ हैन। त्यहाँदेखि उकालो 5 किलोमिटर त उकालो आउनु पऱ्यो हैन। त्यही कारण चाहिँ स्पिड जानु पनि हुँदैन क्या। त्यही कारण रिदम राखेर एउटै रिदम हैन टकटक गयो भने चाहिँ उकालो आउनु साह्रो पर्छ नि त। ओह्रालो जाँदै एनर्जी सक्यो भने खुलित हुन्छ भयो आउँदा उकालो आउँदा हैन। एकदमै दामी लाग्छ मलाई चाहिँ, किनकि साइडमा धुपी छ हैन, बिचमा चाहिँ रोड छ नि त। पिक्चरतिर देख्दा क्या दामी देख्छ क्या, गाडीबाट खिचेको हुन्छ नि त्यो चाहिँ।
यहाँबाट खिच्नुपर्छ सिके 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 स्याक सिके हिजो गुम्पा होइन 10 किलोमिटर पुग्नु आँट्यो 10 किलोमिटर कम्प्लिट भयो अब ब्याक फेरि अघि जहाँबाट स्टार्ट गर्दै त्यही जाँदैछु होइन हाम्रो अब चाहिँ फुल उकालो मात्रै छ उकालो अन्त पसिना निकाल्छ नि यो अन्त पसिना हाई हेब्बी गल्थ्यो उकालै मात्रै छ होइन त्यही कारण अलिक चटचट स्टेप हान्दिएको एक दुईवटा घर चाहिँ रहेछ तल आधी बिचबिचमा मात्रै छ यता घर चाहिँ हो रात परेको जस्तो छ रात त सधैँ पर्छै पर्छ आँखामा पसिना पस्यो भने चाहिँ साबुनले भन्दा कत्रो पोल्छ नि चाहिँ होइन 15 किलोमिटर कभर भयो होइन यो जग्गामा आइपुग्दा चाहिँ रात पनि पर्न लागेको छ अब लास्ट 5 किलोमिटर मात्रै छ त्यो लागि पानी पनि रहेछ हो हाच्छु छु हाई अहिले चाहिँ होइन मैले चाहिँ 20 किलोमिटर कभर गरिसकेँ हो 20 किलोमिटर पनि यो लास्ट अब भिडियोको सबसे लास्टमा हाल्छु होइन स्टाबा भन्ने हुन्छ एउटा होइन एप हुन्छ त्यसमा चाहिँ जिपिएस ट्र्याक हुन्छ त्यही कारण चाहिँ म कति कुदेँ कहाँ कुदेँ के भयो त्यो चाहिँ सबै टाइमिङमा दिन्छ न टाइमिङमा दिन्छ कतिको स्पिड कुद्यो कतिको ढिलो कुद्यो होइन त्यही चाहिँ म अब उयसमा हाल्नेछु लास्ट भिडियोको लास्टमा होइन तपाईँहरू माया दिनु सपोर्ट दिनु होइन आजको लागि चाहिँ अब इभिनिङ रन चाहिँ यति हो अब होइन म चाहिँ भोलि चाहिँ जसरी भए पनि होइन भोलि बिहान पनि उठेर होइन कति 20 किलोमिटर जान्छु होइन अब चाहिँ अब आफूले च्यालेन्ज गर्दै कुद्नुपर्ने छ होइन किनकि होइन मलाई चाहिँ अब यस्तो लाग्नु थाल्यो कि अब आफूभन्दा सानो भाइहरू पनि होइन यस्तो हार्डवर्क गरेर होइन बाजे अङ्कलहरूले चाहिँ मलाई कतिवटा इभेन्टमा जितिसक्यो त्यहीको अब रिभेन्ज पनि लिनु छ होइन यत्रो हार्डवर्क गरेको केही न काम हुन्छ क्या त त्यही कारण चाहिँ अब रिभेन्ज लिनेछु तपाईँहरूलाई अब कस्तो लाग्यो राम्रो लाग्यो भने तपाईँले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला होइन फलो गरिदिनु होला जतिभन्दा जति सक्दो सेयर गरिदिनुहोस् होला किनकि होइन कति अब देखेर मोटिभेट हुनु पनि सक्छ भाइ बहिनीहरू होइन म चाहिँ त्यही भन्नु सक्छु म 20 किलोमिटर कुद्नु सक्छु भने भाइ बहिनीले 1 किलोमिटर कुद्यो भने त होइन फिजिकल फिटनेसको लागि हाम्रो अब होइन नेपाली कम्युनिटीको लागि चाहिँ त्यो चाहिँ ठुलो कुरा हो अचिभमेन्ट हो होइन बाई बाई गुड नाइट अब भेट्नेछु नेक्स्ट ब्लगमा भोलि मर्निङ जानेछु म एप्रोक्स 20 किलोमिटर एबभ साक्लाभेन्दो रन कम्प्लिट विथ मिल्क यो घाट चाहिँ अब ड्याममै सुत्नुपर्छ होइन दामी हुन्छ लु है आजको रिजल्ट चाहिँ यही हो डिस्टेन्स लेखेको त्यो 20 किलोमिटर चाहिँ आज मैले 20 किलोमिटर कुदेँ होइन टाइम भएको चाहिँ त्यो कति 1 घन्टा 40 मिनट लाग्यो होइन एभरेज पेस भनेको 1 किलोमिटर चाहिँ कति टाइममा कुदेँ 5 मिनटमा हो यो चाहिँ